क्यान्सर बिरामीहरूलाई चाहिँ जुन हामीले केमोथेरापीको मिश्रण बनाउँछौँ त्यसमा चाहिँ कम्तीमा यो दबाई चाहिँ धेरै जस्तो एउटा चाहिँ प्लाटिनम दबाई चाहिँ प्रयोग हुन्छ। ती दबाईहरू चाहिँ अहिलेको अभाव भइरहेको देखिन्छ। हजुर जस्तो यो अभाव हुँदा चाहिँ हामीमा कस्तो प्रभाव परिरहेछ? यो समूहका दबाईहरू चाहिँ धेरै जसो क्यान्सरका बिरामीहरूलाई चाहिँ प्रयोग हुने हुनाले यो चाहिँ सबै बिरामीहरूलाई प्रत्यक्ष असर पारिरहेको छ र प्रभावकारी रूपमा उपचार हुन सक्ने क्यान्सरहरू पनि यो औषधिहरू अभावको कारणले चाहिँ प्रभावकारी नभएर उपचार चाहिँ निको हुने रोग पनि निको नहुन सक्ने अवस्थामा पनि देखिएको छ। हजुर जस्तो यो चाहिँ अब हामीले दैनिक जस्तो यो चाहिँ कति भयो अभाव भएको होइन र दैनिक चाहिँ हामी कतिजना बिरामीलाई दिइरहेको हुन्थ्यौँ यो अब अहिले के छ तिनीको अवस्था? अब हाम्रो दिनमा यो अस्पतालमा चाहिँ दिनमा एभरेजमा हेऱ्यौँ भने अब 60-70-80जना बिरामीहरू केमोथेरापी हुन्छ होइन। त्यसमा चाहिँ करिब 70% बिरामीलाई नै यो चाहिन्छ भने 50जनाभन्दा बढी नै बिरामीलाई यो चाहिँ हरेक दिन चाहिने दबाई हो। त्यो चाहिँ अभाव भएपछि त्यसले त प्रत्यक्ष असर त गर्ने नै भयो होइन। अब त्यो दबाई उपलब्ध नहुँदाखेरि त्यसका विकल्पमा अरू दबाईहरू प्रयोग गरिने हुन्छ, तर चाहिँ यो दबाईको चाहिँ प्रभावकारिताको आधारमा यसलाई पहिलो चरणमा राखिएको दबाई हो। यो पहिलो समूहमा राख्दाखेरिको दबाईहरूको प्रभावकारिताको चाहिँ जुन फाइदा हो त्यो चाहिँ बिरामीहरू वञ्चित हुने भन्ने भयो। त्यसले गर्दाखेरि उपचार चाहिँ प्रभावकारी नहुने भन्ने कुरो सुताउने त्यसबाट सिद्ध हुन्छ। कति दिन भयो साहब यो अवस्थामा? हजुर कति दिन भयो अभाव हुन थालेको? यो अभाव देखिन थालेको त लगभग हामीलाई 2 महिना जति नै हुन थालिसक्यो, तर स्टकमा भएको दबाईहरू हामीसँग चाहिँ भण्डारमा रहेको र सप्लायरहरूसँग रहेका दबाईहरू प्रयोग गरेर अहिलेसम्म हामीले जेनतेन गरिरहेका थियौँ। अब चाहिँ कहीँ पनि छैन होइन। अब यस अस्पतालको फार्मेसीमा सके पनि बाहिरबाट ल्याउने, अन्य अस्पतालबाट ल्याउने गरिराख्नु भएको थियो बिरामीहरूले, तर त्यो पनि अहिले बाहिर पनि उपलब्ध हुन छोडिसक्यो र मैले सुने अनुसार भारतमा पनि यसको अभाव सुरु भइसकेको छ। त्यसैले गर्दाखेरि यो ठुलै बिग्रेको समस्या देखिन्छ। जस्तो हामीले यसरी बुझ्दाखेरि चाहिँ जस्तो क्यान्सर भनेको टाइममा उपचार गराउन झन् फैलिँदै जान्छ होइन। यो औषधिले प्रभावकारी नहुने भयो भने जस्तो निको हुने क्यान्सर पनि अब निको नहुने अथवा त्यसले जटिल रूप लिने अब अर्को स्टेजमा जाने सम्भावना हुन्छ डाक्टर साहब? अब क्यान्सरको विभिन्न किसिमका दबाईहरू छन्, विभिन्न समूहमा वर्गीकरण गरिएका छन्। अब यो प्लाटिनम ग्रुप अफ ड्रग्स चाहिँ धेरै पहिलेदेखि प्रयोग भइरहेको एउटा प्रभावकारी सरल सस्तो सर्वसुलभ औषधिको रूपमा एउटा विकल्पको रूपमा रहेको थियो बिरामीलाई। र अब यो विकल्प यदि चाहिँ बिरामीले नपाउने हो भने यसभन्दा महँगो विकल्पमा जानुपर्ने हुन्छ होइन। यसमा 100 गुणा बढी खर्च गर्नुपर्ने अवस्था हुन सक्छ। त्यसैले गर्दाखेरि चाहिँ यो आर्थिक रूपले पनि बिरामीलाई चाहिँ एकदमै असर पर्ने हुन्छ र कतिपय अवस्थामा चाहिँ यो दबाई नै प्रयोग गर्नुपर्ने अवस्थामा त त्यो बिरामीले चाहिँ त्यो उपचारको प्रभावकारी नहुने भइ नै हाल्यो होइन। त्यस्ता धेरै क्यान्सरहरू छन् जुनमा चाहिँ यही नै दबाई नै चलाउनु पर्ने हुन्छ, त्यसको विकल्प नै छैन अथवा चाहिँ कमसल विकल्प मध्येबाट रोज्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि उपचार त कम प्रभावकारी हुने भयो र निको हुने रोगहरू पनि निको नहुने सम्भावनाहरू चाहिँ हुने भयो। नमस्ते, म डाक्टर अरुण शाही, क्यान्सर रोग विशेषज्ञ। म यो भिडियो मार्फत आदरणीय स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग DDA का सम्बन्धित अधिकारीज्यूहरूमध्ये चाहिँ एउटा अपिल गर्न चाहन्छु। अहिले नेपालमा क्यान्सरको लागि अति महत्त्वपूर्ण औषधिहरू सिस्प्लाटिन र कार्बोप्लाटिनको एकदमै चरम अभाव छ, जसले गर्दाखेरि धेरै क्यान्सरका बिरामीहरूले समयमै उपचार पाइरहेका छन्, जसले गर्दाखेरि उहाँहरूको चाहिँ ज्यान जाने एकदमै जोखिम अवस्था छ। यो अवस्थालाई आकस्मिक अथवा एकदम इमर्जेन्सी कन्डिसन सोचेर सबै सम्बन्धित निकायका पदाधिकारीहरूलाई म के नम्र निवेदन गर्न चाहन्छु भनेपछि यसमा भइरहेको व्यावहारिक र कानुनी अडचनलाई चाहिँ हामीले फास्ट ट्र्याकबाट समाधान गरेर यो औषधिहरूलाई चाहिँ कसरी हुन्छ छिटै नेपालमा भित्राएर सम्बन्धित अस्पताल र फार्मेसीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो उपलब्ध गराउनको लागि विशेष अनुरोध गर्दछु, जसले गर्दाखेरि चाहिँ हामीले चाहिँ हाम्रा दिदीबहिनी दाजुभाइ जो चाहिँ क्यान्सर रोगले चाहिँ ग्रसित छन्, पीडित छन्, उनीहरूलाई चाहिँ अकालमा चाहिँ मृत्युबाट जोगाउँ। यो हामी सबैले चाहिँ हाम्रो आफ्नो ठाउँबाट चाहिँ सम्बन्धित निकायलाई चाहिँ घचघचाउँ र सबैले चाहिँ यसलाई चाहिँ एकदमै आत्मसात गरेर यसको चाहिँ समाधानको चाहिँ बाटो पहिल्याउँ भन्दै तपाईहरुलाई सबैलाई म नम्र निवेदन गर्न चाहन्छु। नमस्ते, धन्यवाद।